सबैजनालाई नमस्ते। आज चाहिँ अब हामी एमबिए सेकेन्ड सेमेस्टरको म्यानेजमेन्ट अकाउन्टिङको सबैभन्दा इम्पोर्टेन्ट च्याप्टर मास्टर बजेटको चाहिँ फन्डामेन्टल थ्योरीको बारेमा बुझ्न गइरहेको छौँ। र त्यसको लागि चाहिँ सुरुमा मैले के गरेँ भन्दाखेरि फर्स्टमा यहाँ हाम्रो टपिक लेखेँ, मास्टर बजेट। यो चाहिँ हाम्रो बोर्ड इक्जाममा चाहिँ हामीलाई 30 मार्क्सको लङ क्वेसनमा चाहिँ जहिले पनि सोध्ने गरेको छ सेमिस्टर सिस्टम लागु भएपछि। अब यसमा चाहिँ के छ भन्दाखेरि हामीले अब यसमा थुप्रै बजेटहरू बनाउनु पर्ने हुन्छ। नामै के छ भन्दाखेरि मास्टर बजेट। बजेटको पनि मास्टर रूप भन्नुको अर्थ अब यसमा सेल्स बजेट पनि पर्ने भयो, त्यसपछि आएर मर्केन्टाइज पर्चेस बजेट पनि पर्ने भयो, क्यास बजेट पनि पर्ने भयो, त्यसपछि प्रोडक्सन बजेट पनि पर्ने भयो। बजेटको सबै कुराको क्युमुलेटिभ सम भनेकै के हो भन्दाखेरि मास्टर बजेट हो। त्यही भएर यो इम्पोर्टेन्ट पनि छ र यो हाम्रो प्र्याक्टिकल लाइफमा पनि हामीलाई चाहिँ युजफुल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यसको इम्पोर्टेन्स धेरै नै छ। अब यहाँनिर सुरुमा अब न्युमेरिकल प्रब्लमहरू गर्नुभन्दा अगाडि चाहिँ यसको बेसिक यानि कि फन्डामेन्टल कुराहरू बुझ्नुपर्ने हुन्छ क्या। त्यसको लागि चाहिँ अब यहाँनिर हाम्रो के हुन्छ भन्दाखेरि हाम्रो पनि रियल लाइफमा पनि हाम्रो के हुन्छ भन्दाखेरि एउटा भनेको फर्म भनेको दुईवटा हुन्छ। एउटा भनेको हाम्रो ट्रेडिङ फर्म हुने भयो र अर्को भनेको हाम्रो म्यानुफ्याक्चरिङ फर्म हुन्छ है। अर्को चाहिँ हाम्रो म्यानुफ्याक्चरिङ फर्म, जसलाई चाहिँ अब म्यानुफ्याक्चरिङ भन्ने बित्तिकै प्रोडक्ट चाहिँ बनाउने, आफैले बनाउने है। ट्रेडिङ भनेको कस्तो फर्म हो भन्दाखेरि ट्रेडिङ भनेको चाहिँ हाम्रो यसले चाहिँ प्रोडक्ट चाहिँ बनाउने म्यानुफ्याक्चर गर्ने काम गर्दैन कि यसले चाहिँ प्रोडक्टहरू किनेर यानि कि पर्चेस गरेर अनि त्यसपछि बेचेर चाहिँ प्रफिट जेनेरेट गर्ने काम गर्छ है। पर्चेस गरेर बेचिसकेपछि प्रफिट जेनेरेट गर्ने काम यो ट्रेडिङ फर्मले गर्छ। म्यानुफ्याक्चरिङ भन्ने बित्तिकै आफैले बनाएर अनि त्यसलाई बेचेर चाहिँ प्रफिट जेनेरेट गर्ने काम चाहिँ यो म्यानुफ्याक्चरिङले गर्ने भयो। अब यहाँनिर हामीले बुझ्नु के जरुरी छ भन्दाखेरि सबैभन्दा पहिला प्रफिट अब बजेटको मेन अब्जेक्टिभ भनेको चाहिँ के हो भन्दाखेरि प्रफिट त म्याक्सिमम गर्नु नै हो। कुनै पनि एउटा अर्गनाइजेसन अथवा फर्म खोलिन्छ भने होइन, त्यसको मेन अब्जेक्टिभ यानि कि प्रमिनेन्ट अब्जेक्टिभ भनेको जहिले पनि एकदमै बढी प्रफिट कमाउने, त्यो त मेन अब्जेक्टिभ हुने भइहाल्यो। प्लस यसले के गर्छ भन्दाखेरि बजेटले चाहिँ के गर्छ भन्दाखेरि बजेट भन्ने बित्तिकै प्रोजेक्सन यानि कि इस्टिमेसन भन्दा पनि भयो होइन। इस्टिमेसन अथवा न्युमेरिकल एक्सन अफ प्लान हो क्या। हामीले फ्युचरमा के गर्छौँ होइन, त्यसको न्युमेरिकल प्रेजेन्टेसन चाहिँ यो बजेटले दिन्छ, ताकि हामीलाई चाहिँ हाम्रो कामहरू गर्नको लागि हाम्रो अब भनौँ न डे टु डे कामहरू फर्ममा गर्नको लागि चाहिँ हामीलाई सजिलो हुन्छ, त्यो अनुसार हेरेर गर्नको लागि होइन। त्यही भएर बजेट चाहिँ एकदमै इम्पोर्टेन्ट छ कुनै पनि एउटा फर्मको लागि होइन। त्यसमा पनि यदि सबै कुराको राम्रो प्रोजेक्सन गरेर एउटा बजेट तयार पार्न सकियो भने त्यो चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि अब्जेक्टिभ एचिभमेन्टमा चाहिँ त्यसले एकदमै धेरै हेल्प गर्दछ। सो अब यहाँनिर हामीले बुझ्नु के जरुरी छ भन्दाखेरि अब ट्रेडिङ फर्म भन्ने बित्तिकै यसले भनेको हाम्रो गुड्स एन्ड सर्भिसेस चाहिँ प्रड्युस गर्ने होइन कि बेच्ने मात्रै काम गर्छ, किनेर बेच्ने काम गर्छ र प्रफिट जेनेरेट गर्छ। र अब यसमा हामीले के कुरा याद गर्नुपर्छ भन्दाखेरि यहाँनिर यो यदि हामीले कुनै पनि एउटा ट्रेडिङ अर्गनाइजेसन अथवा ट्रेडिङ फर्मको चाहिँ बजेट बनाउँदैछौँ भने अब हामीले सिरियल्ली कुन बजेट बनाउनु पर्छ त होइन, त्यो कुरा चाहिँ यहाँनिर अब डिस्कस गर्दैछौँ ल है त। अब हाम्रो फर्स्टमा हामीले डिस्कस गर्ने भनेको हाम्रो ट्रेडिङ फर्मको बजेट बनाउँदाखेरि चाहिँ सुरुमा के कुराहरू यानि कि फन्डामेन्टल कुराहरू के बुझ्न जरुरी छ भन्दाखेरि ट्रेडिङ फर्म भनेको मैले अघि नै भनिसकेँ, जसले चाहिँ आफै सामान नबनाएर सामान अरू कुनै म्यानुफ्याक्चरिङ कम्पनीबाट किनेर त्यसलाई चाहिँ बेच्ने काम गर्छ हो। अब सुरुमा हाम्रो बजेट बनाउँदाखेरि फर्स्टमा हामीले अब कुन बजेट बनाउँछौँ भन्दाखेरि सिम्पल, यदि ल मानौँ सपोज एकछिनको लागि मेरो एउटा कुनै कम्पनी छ, मेरो एउटा भनौँ न एकछिनको लागि ल जुत्ता फ्याक्ट्री छ, कुनै जुत्ता फ्याक्ट्री नभनौँ, त्यो त म्यानुफ्याक्चरिङ कम्पनी भयो। जस्तै मेरो चाहिँ एउटा किराना पसल नै छ होइन। अब किराना पसलमा चाहिँ
त्यहाँको एउटा आइटम नि जस्तै वाइवाई नुडल्सको कुरा गरौँ। अब यसो विचार गर्दाखेरि यानि कि हिस्टोरिकल डेटालाई हेर्दाखेरि 1 महिनामा लगभग 5 कार्टुन चाउचाउ बिक्री हुने रहेछ होइन। 5 कार्टुन चाउचाउ चाहिँ बिक्री हुने रहेछ। अब 5 कार्टुन चाउचाउ बिक्री हुने रहेछ, हिस्टोरिकल ट्रेन्ड चाहिँ त्यही छ भनिसकेपछि अब तिमीले यो महिना पनि के गर्छौ त भन्दाखेरि 5 कार्टुन चाउचाउ नि किनेर ल्याउँछौ नि त होइन। 5 कार्टुन चाउचाउ नि किनेर ल्याएर बेच्ने प्लान गर्छौँ। हो त्यही भएर सुरुमा हामीले के गर्छौँ भन्दाखेरि सुरुमा जहिले पनि अब त्यो 5 कार्टुन चाउचाउ बेचेर हुने सेल्सबाट कति रेभेन्यू जेनेरेट हुन्छ त हो। त्यसबाट मानौँ एकछिनको लागि 5 कार्टुन चाउचाउ बेचेर चाहिँ 50 लाख चाहिँ सेल्स रेभेन्यू जेनेरेट हुन्छ भनिसकेपछि सुरुमा अब हामीले के गर्छौँ भन्दाखेरि सेल्स बजेट बनाउँछौँ। हो सेल्स बजेट बनाउँछौँ। सुरुमा अब हामीले सेल्स बजेट बनाउने भयो। सुरुमा अब हामीले के गर्ने भयौँ भन्दाखेरि सेल्स बजेट बनाउने भयौँ। अब सेल्सकै आधारमा जस्तै अघिकै इक्जाम्पलको कुरा गर्ने हो भन्दाखेरि 1 महिनामा चाहिँ 5 कार्टुन चाउचाउ चाहिँ सेल्स हुन्छ भनिसकेपछि अब हामीले के गर्छौँ 5 कार्टुन चाउचाउ नि किनेर ल्याउँछौँ नि त त्यो पसलमा बेच्नको लागि होइन। त्यही भएर अब सेल्स बजेट बनाइसकेपछि अब हामीले के गर्छौँ भन्दाखेरि मर्केन्डाइज पर्चेस अर इन्भेन्ट्री बजेट बनाउँछौँ है। यसलाई चाहिँ इन्भेन्ट्री पनि भनिन्छ और मर्केन्डाइज पर्चेज बजेट है। अब सुरुमा सेल्स बजेट किन बनायौँ भन्दाखेरि हाम्रो जति सेल्स हुन्छ त्यसकै आधारमा त हामी सामान किनेर ल्याएर बेच्छौँ नि त। हाम्रो ट्रेडिङ फर्म छ भनिसकेपछि होइन। एउटा त्यो रिटेल पसल जुन भनौँ न खुद्रा पसल हुन्छ नि त्यो पनि के हो भन्दाखेरि हाम्रो ट्रेडिङ फर्म नै हो। किन भन्दाखेरि त्यसले पनि सामान त बनाउँदैन, त्यसले पनि किनेर ल्याएर होलसेलरबाट किनेर ल्याएर बेच्ने त हो नि। हो त्यही भएको कारणले गर्दाखेरि सुरुमा सेल्स कति हुन्छ जस्तै अहिलेको इक्जाम्पलको कुरा गर्ने हो भने हाम्रो 1 महिनामा चाहिँ लगभग 5 कार्टुन चाउचाउ चाहिँ सेल्स हुन्छ भन्ने भयो भने चाहिँ यो सेल्स बजेट सुरुमा सेल्स बजेट बनाइने भयो। र 5 कार्टुन चाउचाउ चाहिँ सेल्स हुन्छ भन्ने थाहा पाइसकेपछि अब हामीले त्यसलाई बेच्नको लागि त किन्नु पऱ्यो। त्यसपछि मात्रै अनि हामीले के गर्छौँ भन्दाखेरि इन्भेन्ट्री और मर्केन्डाइज पर्चेस बजेट बनाउँछौँ है। अब सेल्स पनि कति हुन्छ थाहा भयो। त्यसपछि हामीले पर्चेस पनि गरेर ल्यायौँ। पर्चेस पनि गरेर ल्याइसकेपछि अब के यो पछाडि कुन बजेट बन्छ त भन्दाखेरि यो पछाडि अब बन्ने बजेट भनेको चाहिँ हाम्रो ओभरहेड बजेट हो। कसरी भन्दाखेरि सामान कति बिक्री हुन्छ त्यो पनि थाहा भयो। त्यसको आधारमा हामीले सेल्स बजेट बनायौँ। त्यसपछि त्यो सामान किनेर ल्यायौँ बेच्नको लागि। त्यसको आधारमा हामीले मर्केन्डाइज पर्चेस र इन्भेन्ट्री पर्चेस बजेट बनायौँ। अब त्यसपछि त्यो सामान पर्चेस गरेर ल्याइसकेपछि अघिकै इक्जाम्पलको कुरा गर्नु पर्दाखेरि 5 कार्टुन चाउचाउ किनेर ल्याइसकेपछि मानौँ यो महिना चाहिँ के भयो भन्दाखेरि एकदमै धेरै अत्याधिक गर्मी भयो। अत्याधिक गर्मी भएको कारणले गर्दाखेरि चाहिँ 5 कार्टुन चाउचाउमा चाहिँ 4 कार्टुन चाउचाउ मात्रै बिक्री भयो भनिसकेपछि त्यो 1 कार्टुन चाउचाउ त अब हाम्रो स्टोरमै रहन्छ नि त। चाहे त्यो स्टोर हाम्रो ठुलो होस् अथवा सानो होस् होइन, जे भए पनि त्यो सामान त हामीसँग स्टक रहने भयो नि त। हो अब त्यो सामान स्टक रहनु भनेको कुनै एउटा स्टोरमा रहनु। अब त्यसको हामीलाई स्टोर पनि अब स्टोरको रेन्टहरू तिर्नुपर्ने हुन्छ होइन। स्टोरको मन्थली रेन्टहरू तिर्नुपर्ने हुन्छ नि त भाडामा लिएको छ भने। त्यही भएर हो त्यसपछि के बनाइन्छ भन्दाखेरि अब हाम्रो त्यो रेन्टहरूको उसको लागि रेन्ट पर्पजको लागि चाहिँ ओभरहेड बजेट बनाइन्छ है। ओभरहेड बजेट बनाइन्छ। त्यसपछि किन अब मर्केन्डाइज पर्चेस बजेटपछि किन ओभरहेड बजेट बनायो भन्दाखेरि हामीले किनेर ल्याएको सबै सामान बिक्री हुन्छ एउटै टाइममा अथवा हामीले प्रोजेक्ट गरेकै टाइममा बिक्री हुन्छ भन्ने कुरा हुँदैन नि त होइन। सबै सामान बिक्री नभएर केही सामान हाम्रो गोदाम स्टकमा पनि रहन सक्छ। त्यही भएको कारणले गर्दाखेरि स्टकको रेन्ट तिर्नुपर्ने हुन्छ। अनि अब त्यो स्टकको रेन्ट तिर्नुपर्ने हुन्छ। यदि हामीले स्टोरमा राखेको छौँ भने स्टोरमा राख्नुपर्ने अवस्था आउँछ बिक्री नभइसकेपछि होइन। अनि अब त्यो स्टोरमा चाहिँ 1-2जना भए पनि स्टाफ राखेको हुन्छ, उनीहरूलाई स्यालेरीहरू अथवा वेजेसहरू तिर्नुपर्ने हुन्छ होइन। त्यो सबै कुराहरू चाहिँ ओभरहेड बजेटमा चाहिँ हाम्रो समेटिन्छ है। त्यही भएर मर्केन्डाइज पर्चेस बजेटपछि चाहिँ ओभरहेड बजेट बनायौँ। अब ओभरहेड बजेटपछि चाहिँ के हुन्छ भन्दाखेरि लास्टमा अब हामीले बनाउने भनेको क्यास बजेट। अब के भयो भन्दाखेरि हाम्रो सामान सुरुमा कति बिग्रिन्छ त्यो पनि थाहा भयो। त्यसपछि कति किनेर ल्याउने
बिक्री अनुसार हामीले किनेर ल्याएर पर्चेज बजेट पनि बनायौँ। त्यसपछि बिक्री नभएको सामानलाई स्टोरमा राख्दाको लागि लाग्ने खर्चहरूको लागि ओभरहेड बजेट पनि बनायौँ। अब यसपछि हामीले सामान बिक्री गरेर के गर्छौँ भन्दाखेरि क्यास जेनेरेट गर्ने भएको कारणले गर्दाखेरि लास्टमा चाहिँ हाम्रो क्यास बजेट बन्छ। अब यहाँनिर एउटा कुरा चाहिँ के याद गर्नुपर्छ भन्दाखेरि क्यास बजेट चाहिँ सबैभन्दा लास्टमा बन्ने भयो इफ द कम्पनी इज ट्रेडिङ फर्म है। कन्डिसन के छ भन्दाखेरि यदि कम्पनी चाहिँ ट्रेडिङ फर्म छ भने चाहिँ क्यास बजेट चाहिँ लास्टमा बन्ने भयो है। अब यहाँ हेरौँ है त, अब सेल्सले के गर्छ, सेल्सले हाम्रो यो अलिकति देखेन लाइन, सेल्सले अब हाम्रो के गर्छ, यो सेल्सले क्यासको इन्फ्लो, सेल्स गर्नु भनेको के हो, क्यास फ्लो कम्पनीमा आउनु अथवा फर्ममा आउनु, त्यही भएर सेल्सले के गर्ने भयो, क्यासको इन्फ्लो गर्ने भयो। तर यो म पर्चेज बजेट त्यसपछि आएर ओभरहेड बजेट, पर्चेज गर्नु भनेको क्यासको आउटफ्लो हो कि होइन, क्यासको आउटफ्लो यो भयो। त्यसपछि ओभरहेड भनेको के हो, ऋण तिर्नु अथवा स्यालेरी तिर्नु भनेको पनि कम्पनीको लागि क्यासको आउटफ्लो हो कि होइन, त्यही भएर यसले पनि के गर्छ भन्दाखेरि क्यासको आउटफ्लो गर्छ। यो कुरा चाहिँ पछि न्युमेरिकलहरू गर्दाखेरि काम लाग्छ, त्यही भएर सेल्स भनेको चाहिँ हाम्रो क्यासको इन्फ्लो हो। त्यसपछि आएर पर्चेज र ओभरहेड बजेट भन्नुको अर्थ चाहिँ हाम्रो क्यासको आउटफ्लो है। र लास्टमा यो क्यासको इन्फ्लो र आउटफ्लो ट्रिटमेन्ट गरिसकेपछि हाम्रो क्यास बजेट बन्छ। यसरी हामीले जहिले पनि कुनै पनि एउटा ट्रेडिङ फर्मको चाहिँ के गर्दैछौँ भन्दाखेरि बजेट बनाउँदैछौँ भने सबैभन्दा पहिला सेल्स बजेट बनाइन्छ, देन आफ्टर हाम्रो इन्भेन्ट्री अर मर्केन्डाइज पर्चेज बजेट बनाइन्छ, त्यसपछि के गरिन्छ भन्दाखेरि ओभरहेड बजेट बनाइन्छ र ओभरहेड बजेटपछि लास्टमा भनेको क्यासको इन्फ्लो र आउटफ्लोको ट्रिटमेन्ट गरेर क्यास बजेट बनाइन्छ। यो चाहिँ कुन कन्डिसनमा भन्दाखेरि यदि हाम्रो कम्पनी चाहिँ ट्रेडिङ फर्म छ भने। अब हाम्रो कम्पनी चाहिँ म्यानुफ्याक्चरिङ फर्म छ भने बजेट बनाउँदाखेरि कसरी बनाइन्छ त, अथवा त्यो क्रोनोलोजिकल अर्डरमा चाहिँ बजेट कसरी बनाइन्छ त होइन, त्यो कुरा पनि अब जस्ट हेरिहालौँ है त हामीले।